आज शनिबारीय बसाइ साँझ करिब 7 बजेको छ। मौसम एकदमै राम्रो छ। हाम्रो घरबाट देखिने सिन हो बाहिर तिलोत्तमा मणिग्राम चोक। मणिग्राम चोकबाट थोरैभित्र यहाँ मेरो छोरी छिन्, खेल्दै छिन्। यता चाहिँ म्याडम छिन्, बच्चासँग बसिरहेकी छिन्। के छ तिमीलाई आजको मौसम सम्बन्धी के छ, कस्तो छ? एकदम आजको मौसम साँच्चै यो छतमा आएर हेर्दा त एकदमै रमाइलो लाग्यो। पानी परेर मौसम खुलेको छ। लामो समयसम्म तिमी हामी है अब एक हिसाबले पहाडी क्षेत्रमा बसियो। म पनि काठमाडौँमा बसेँ, तिमी गुल्मीमा बस्यौ। लामो समयसम्म हामी तराई इलाकामा खासै धेरै समय बसेका थिएनौँ। कस्तो अनुभव छ तिमीलाई काम गर्दा? तराईमा काम गर्न सहज हुन्छ कि ग्रामीण भेगमा काम गर्न सहज हुन्छ? कस्तो अनुभव गरेको छौ? यस्तो छ, तराईको बसाइ त मेरो 15-16 वर्ष अगाडि त स्टडीको सिलसिलामा तराईमै थियो। तर सेवारत रहँदाखेरि तराई प्रदेशमा झरेर यो बाक्लो बस्ती जनमासको बढी उपस्थिति भएको ठाउँमा सेवा प्रवाह गर्दा अब वर्तमान समयमा पहाडी प्रदेशका जिल्लाहरूमा स्थानीय तहहरूमा बसेर काम गर्दाखेरिको फरक त अत्यन्तै धेरै नै छ। सहज तराईमा छ कि पहाडमा छ? सहज त कामको लागि काम गर्ने सिलसिलामा सहज त पहाडी प्रदेशमा जनसङ्ख्या कम भएको हिसाबले सेवाग्राही कम हुने भयो, त्यो त भइहाल्ने भयो होइन। तर चाहिँ सेवा सँगसँगै अब सिक्ने मौकादेखि हरेक कुराहरू, धेरै खालका समस्यासँग जुझ्न पाइने, धेरै खालका समस्याहरू समाधान गर्ने, त्यस्तो खालको समस्याहरू आइपर्ने हुँदाखेरि सिक्ने अवसर र जनमाससित धेरै जुधेर काम गर्नलाई तराई प्रदेश पनि नराम्रो चाहिँ छैन, मलाई त राम्रै लाग्यो। घर परिवार बालबच्चा जागिर होइन, सबै कुराहरूलाई बुवा आमा सबै आफन्त इष्टमित्र सबैलाई मिलाएर लैजान कतिको सहज हुन्छ जागिर गर्ने मान्छेलाई? त्यो त अब कसरी व्यक्त गर्ने कुनै शब्द पनि छैन मसँग। अब यो आमा भएर जन्मनु पृथ्वीमा छोरी, छोरीपछि बुहारी, बुहारीपछि आमा, आमापछि अब हजुरआमा, सासू सबै कुरा भोग्ने हो लेडिजहरूले। अब यो सँगसँगै यी सबै जिम्मेवारीसित सँगसँगै नागरिकहरूको सेवा गर्ने जागिरी जीवन, त्यो त एकदमै चुनौतीपूर्ण छ। त्यसलाई चाहिँ एकदम मेसिन हो। बिहान उठेपछि साँझसम्म अब आफू मात्रै हुने हो भने त कोही पर पाहुनालाई आउनुहोस् भन्नु नि मिल्ने खालको हुन गएको स्थिति प्रष्ट भन्दा अब हामी चाहिँ परिवारमा बसेपछि बुवा आमा सबैसित बस्दाखेरि चाहिँ अहिले चाहिँ एकदम ठिक छ, रमाइलो छ। त्यस्तो कुनै पनि कुरालाई पारिवारिक बसेर धेरै रमाइलो हुन्छ नि त होइन? एक्लै बसेको हिसाबमा तिमी पनि लामो समय एक्लै बस्यौ, म पनि एक्लै बसेँ। पारिवारिक बसेर रमाइलो ठिक छ। अरू एकदम ठिक छ। ल आज हामी यहाँ घरको छतमा बसेर यहाँ एउटा बसिबिहाल गफ गरियो होइन। त्यो हाम्रो घरबाट देखिने दृश्य हो। एकदमै सफा छ मौसम। दिउँसो एकदमै गर्मी थियो होइन, अहिले चाहिँ मौसम क्लिन पनि छ, मौसम सफा पनि छ।